आज चाहिँ घरमा नागदेवताको पूजा गरिँदैछ। को कोले पूजा गर्नुभयो आज नागदेवतालाई स्थापना गरेर मजाले हाम्रो बुवा कान्छो बुवाले पूजा गर्दै हुनुहुन्छ। पहिला पहिला के पाहाडतिर कति मजाले पूजा गर्नुहुन्थ्यो हाम्रो बुवा आमाले। अनि त्यतिखेर त्यो बाबु के गरेको पूजा गर्नको बारे भन के गरेको छ न पूजा भन न। यो मेरो छोराले फेरि एउटा अगाडिको अक्षर मात्रै भन्न जाने कि पछाडिको सबै कुरा भन्नै जाने। ओ ओ भन न ए कति पानी खेल्न चाहिँ कति मन पराएको कि आज होलिका बच्चाले बुवाले चाहिँ त्यो पूजा गरेर सबै सकेर अब टास्न लगाए चाहिँ कुर्सीमाथि बसेर सबै सामान रेडी गर्नु थियो। अनि सबैजनाले मिलेर कान्छी आमा आउनु यता आन्टी आमा आउनु सबैजना बाबु बुवाले हेरिदिनुहुन्छ। बुवाले चाहिँ त्यति धेरै सन्चो छैन नि त अहिले। अनि कान्छो बुवाले पूजा गर्नुभयो, पोहोर पनि कान्छो बुवाले गर्नुभएको थियो। अनि सबैजना प्रसाद खानुभयो। अनि मेरो छोरी यहीँ बस्यो खोकी यो पनि आन्टी